हेलो अनि नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग। तपाईहरुलाई फेरि पनि मेरो नयाँ ब्लगमा स्वागत छ। अनि तपाईहरुले चाहिँ थम्बनेल हेर्ने बित्तिकै थाहा पाइसक्नु भयो होला कि आज कस्तो भिडियो बन्दैछ, के भिडियो मैले बनाउन आँटिरहेको छु भनेर है। अनि मुख्य कुरा मेरो घाँटी आज एकदम खुल्ला छ। यहाँ सुनको सिग्री हुनुपर्ने ठाउँमा चाहिँ खुल्ला भइरहेछ। किन खुल्ला छ भन्दाखेरि अब होली खेल्ने बेलामा अब कोहीले एकदमै आक्रोश भएर चाहिँ एकदमै एक्साइटेड भएर दल दिएर चाहिँ त्यो हुन्छ नि, त्यो च्वाटे चुड्यो अथवा छुट्याएर कोले लग्ला भने त्यो टेन्सन हुन्छ नि त। त्यो च्वाटे चुड्यो अथवा छुट्याएर कोले लग्ला भने त्यो टेन्सन हुन्छ नि त। नहोस् ढुक्कसँगले खेल्न सकौँ भनेर मैले चाहिँ अनि त्यो सिक्री पनि खोलेर राखेको छु। अब यहाँबाट चाहिँ बिस्तारै म पनि कपडा लाउँछु, होलीको कपडाहरू लाउने। अनि त्यस पछाडि अनि होली खेल्न जान्छौँ हामी। हामी कहाँ छौँ रे? बालेथाम डाँडा। हामी कहाँ जाँदैछौँ? होलीको लागि अब डाँडा विजय डाँडा जाँदैछौँ। हाम्रो त टोली यता आउँदैछन्, टोलीहरू आउँदैछन्। हेलो बहिनी, ह्याप्पी होली। कति रह्यो तिमी? हो बहिनी, ह्याप्पी होली। तिमी चाहिँ लगाइदिँदैन, मलाई पनि लगाइदेऊ न। ल ह्याप्पी होली। थोरै मात्रै लाउँछु ल, म चाहिँ अरू जस्तो लाउँदिनँ क्या, थोरै लगाइदिनु नि त। हुन्छ यस्तै छ बहिनी। ह्याप्पी होली। ह्याप्पी होली बहिनी, ह्याप्पी होली।
अलिअलि मैले धेरै लाउँदिनँ क्या, मैले चाहिँ थोरै गरी लगाइदिन्छु हो हजुर। ए हुन्छ ह्याप्पी होली तिमीलाई पनि एकैछिन ल, ह्याप्पी होली ल भाइ तिमीहरूलाई पनि ह्याप्पी होली। धेरै लगाइसक्यो र पनि लाउनु पर्छ कि आज चाहिँ, धेरै लगाइसक्यो र पनि लाउनु पर्छ कि आज चाहिँ। ह्याप्पी होली बहिनी। अघि तिमीहरू कतिखेर दिए आयो? सबैजना यतै रहेछौ, तिमीलाई पनि ह्याप्पी होली। हुन्छ कता भाग्यो फेरि, धेरै मैले लगाइदिने होइन नि, अलिअलि ह्याप्पी होली तिमीलाई पनि। तिम्रो नाम के अरे? तिमी र म सँगै सङ्गीत सिके होइन त? ल तिमीहरूलाई पनि ह्याप्पी होली। अब त बिस्तारै बिस्तारै ओके ह्याप्पी होली हुन्छ, तिमीलाई पनि ह्याप्पी होली। अलिकति यता पनि तिमीलाई पनि ह्याप्पी होली। ओके थोरै ह्याप्पी होली, थोरै मात्रै ह्याप्पी होली। खै तिमीलाई, तिमी पनि आऊ न अलिकति ह्याप्पी, थोरै मात्रै। म धेरै अरू जस्तै लाउँदिनँ नि त, थोरै मात्रै लगाइदिन्छु। हस् हुन्छ ह्याप्पी होली। ओके ल अघि कति रह्यो तिमी? हो ल ल भाइहरू कसको फ्यान रे? मेरो फ्यान होइन त? कतिखेर आउनुभयो तपाईँहरू? हो दामी कलर के ह्याप्पी होली तपाईँलाई पनि ह्याप्पी होली। ए हुन्छ ओके ओके ल कस्तो आउँदै आयो त लगाइदिन परिगयो होइन, किनकि आजको पर्व भनेको शुभकामना होली पर्वको हजुरलाई आगो पूर्णिमाको। ल हजुरलाई पनि है सर एकदम ह्याप्पी होली शुभकामना। हजुरलाई पनि सेम टु यु। नानु ह्याप्पी होली, थोरै ह्याप्पी होली भर्खर भएको ह्याप्पी होली। ह्याप्पी होली बहिनी। कतिखेर आयो तिमी? ए ल तिमीहरूले चाहिँ लगाइदिँदैनौ मलाई ह्याप्पी, तपाईँलाई पनि भाउजू ह्याप्पी सेम टु यु नानु। ल ह्याप्पी होली, ह्याप्पी होली, ह्याप्पी होली, हस् हुन्छ। दुईजना सर म्याडमहरूलाई ह्याप्पी होली, ह्याप्पी होली। हेलो म्याडम ह्याप्पी होली। कतिखेर आउनु भयो तपाईँहरू? थ्याङ्क यू हजुरलाई पनि सेम टु यु। फाइनली होली पनि खेलिसक्यो, मजाले खेलियो है। अरू अझै पनि नाचिरहेछन्, गाइरहेछन्। म चाहिँ यतानिर साइडमा आइरहेको छु। पहिलाको जस्तो मान्छेहरू चाहिँ अलिक कम भयो यसपालि हेरिकन। पहिला अलिक के थियो भन्दा अगाडिको सालहरूमा, अहिले चाहिँ पछिल्लो समय चाहिँ धेरै कम भयो, किनकि मान्छेहरू पनि सबै विदेशी नि त। अब अहिलेको पछिल्लो समयको +2 दिएर बस्ने भाइ बहिनीहरू सबै प्रायः जस्तो अलिक पैसा हुनेहरू जस्तो अलि हुन्छ नि, अब जापान, अस्ट्रेलिया, क्यानाडा होइन त्यतातिर गइहाल्छन्। अनि बाँकी रहेका पनि सबै खाडी मुलुकहरूतिर जान्छन्। अनि भाइ बहिनीहरू प्रायः पछिल्लो समय अलिक कमै छन् त, पहिलाको जस्तो त मान्छेहरू भएन। त्यही पनि समग्रमा भन्नुपर्दाखेरि रमाइलो भयो, रमाइलो गऱ्यौँ। त्यही हो, फेरि म तल गएपछि फेरि भेट्छु है। आजको होली कस्तो भयो दाइ? एकदम बबाल। अनि यसको बारेमा केही भनिदिनुहोस् न, 2-4 शब्द। अब यसको बारेमा भन्नुपर्दा हाम्रो नेपाली हजुरको चाड जस्तै हो, चाडपर्व जस्तै पर्व जस्तै त हो, दसैँ तिहार जस्तै हो। हजुर दसैँ तिहार
जस्तै हो हजुर त्यो राम्रो भयो रमाइलो भयो है हजुर। छोरीदिनीहरूसँग सालीहरूसँग दिदीबहिनीसँग दाजुभाइसँग होइन रमाइलो खुसियाली साटासाट सबैसँग एकदम खुसियाली साटासाट गरियो एकदम रमाइलो गरेको रमाइलो गरियो अहिले चाहिँ हामी अब रमाइलो गरेर घरतर्फ नाटिरहेका छौँ। हामी अहिले रमाइलो गरेको ठाउँको नाम चाहिँ के हो दाइ खास? हाम्रो यो बाघ पहिले भन्छ हजुर उहिले अब होइन हुन्छ नि सत्य युगमा हजुर खै कहाँबाट यता हलेसीबाट बाघले हाम फालेर हजुर अब हुन्छ नि त्यो के भन्छ अरे राक्षसहरूले लखार्दाखेरि हजुर बाघले हाम फालेर यहाँ आएको धेरै अनि त्यो बाघको पहिला हजुर भन्छ नि हजुर। त्यो मैले सुने अनुसार बुझे अनुसार हजुर बाघको पहिला छरे र छ पनि मैले देखेको हो होइन हजुर, हो। अनि त्यही भएर यो बाघ पहिले भनिन्छ हजुर। यहाँ मन्दिर पनि छ होइन हजुर। अनि यहाँनिर चाहिँ पहिलेदेखि मेला लाग्ने रहेछ हामी चाहिँ त्यहाँदेखि मनाउन आएको छौँ है हामी 2-3 सालदेखि चाहिँ वर्षेनी हामी निरन्तर, निरन्तर आइरहेका छौँ वर्षेनी, रमाइलो गरिरहेका छौँ एकदम, रमाइलो भइ पनि रहेको छ होइन? हजुर हजुर अहिले चाहिँ हामी जान आँटिरहेको छौँ घरतिर अब हामी यति भन्दै यहाँबाट छुट्टिन्छौँ। एकदम एकदम हस् हस् गुड मर्निङ गाइज हिजो बेलुका आइसके पछाडि नुहाइयो होइन जाडोमै भए पनि नुहाइयो त्यस पछाडि लुगासुगा धुइयो त्यसपछि सुकाइयो अनि आएर फेरि खाना पकाइयो खाइयो अनि एकछिन ढल्काइयो सर्लगै निदाएछु अलिकति थकान बेसी लाग्यो नि त थकानले गर्दाखेरि छिट्टै निन्द्राले टिप्यो र निन्द्रा पनि झसक्कै लाग्यो अनि एकैचोटि बिहान उठिएछ अनि अहिले बिहान पनि भइसकेको छ। यो भिडियो चाहिँ अहिलेको लागि यति मात्रै लामो बनाउन सकिनँ किनकि धेरै रमाइलो गर्दै मजाले भिडियो खिच्न नि पाइएन होइन अनि त्यसपछि रमाइलो गरियो हजुरहरूको भोलि कस्तो भयो होइन सुनाउनु होला अनि अहिलेको लागि चाहिँ यति मात्रै अहिले यो भिडियोको चाहिँ म यति नै बनाउन चाहेँ हजुरहरूलाई मन परेमा लाइक कमेन्ट गरिदिनु होला भन्दै धन्यवाद दिन चाहन्छु हजुरहरू सम्पूर्णमा है।